दर्शकबिन नमस्कार। स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गरिने यस च्यानलमा आज कलेजो रोगको सुरुवाती लक्षणहरू के हुन्, कलेजो रोग कसरी सर्छ वा कसरी हुन्छ, कलेजो सिरोसिस भनेको के हो भन्ने बारेमा बुझ्नेछौँ। तपाईहरूले लिभर सिरोसिस भएको सुन्नुभएको छ होला। यदि छैन भने आज यस भिडियो मार्फत बुझ्ने प्रयास गरौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला, सबै जानकारी तपाईले प्राप्त गर्न सक्नुहुनेछ। लिभर सिरोसिस भनेको के हो? लिभर सिरोसिस भनेको लिभरको कोशिकाहरू क्षतिग्रस्त भई नष्ट हुँदा हुने रोग हो। यसलाई दीर्घकालीन लिभर रोगको अन्तिम चरण मानिन्छ। यस अवस्थामा लिभरको स्वस्थ कोशिकाहरू क्रमशः घाउमा परिणत हुन्छन्। यसले गर्दा लिभरको सामान्य कार्यहरू जस्तै पाचन प्रक्रिया, शरीरमा विषाक्त पदार्थको निष्कासन, पोषणको भण्डारण र अन्य महत्त्वपूर्ण कार्यहरू प्रभावित हुन्छन्। लिभर सिरोसिस हुने मुख्य कारणहरू के हुन् त? पहिलो मुख्य कारण अल्कोहलको अधिक सेवन। धेरै लामो समयसम्म अत्याधिक मदिरा सेवन गर्नु लिभरको कोशिकाहरूलाई नष्ट गर्ने प्रमुख कारण हो। दोस्रो कारण हेपाटाइटिस भाइरस संक्रमण। हेपाटाइटिस बी र सी भाइरसको दीर्घकालीन संक्रमणले लिभर सुनिन थाल्छ, जसले सिरोसिस निम्त्याउँछ। तेस्रो नम्बर फ्याटी लिभर रोग। शरीरमा अत्याधिक बोसो जम्मा भई लिभरमा असर गर्दा सिरोसिस हुन सक्छ। त्यस्तै गरी पित्त नलीको अवरोध। पित्त नलीमा अवरोध हुँदा लिभरको पित्त प्रवाह प्रभावित हुन्छ, जसले लिभरमा घाउ बनाउन थाल्छ। त्यस्तै गरी पाँचौं नम्बरमा छ आनुवांशिक रोगहरू। वंशाणुगत रोग जस्तै विलियम्स डिजिज, हेमोक्रोमाटोसिस वा विल्सन डिजिजले लिभरलाई क्षति पुर्याउन सक्छ। त्यस्तै छैटौं नम्बरमा औषधि र विषाक्त पदार्थ। केही औषधिहरूको दुरुपयोग र विषाक्त पदार्थको प्रभावले पनि लिभर सिरोसिस हुन सक्छ। लिभर सिरोसिसको प्रारम्भिक लक्षणहरू के हुन् त बुझौँ। लिभर सिरोसिसको सुरुवाती चरणमा लक्षणहरू स्पष्ट नहुन सक्छन्, तर क्रमशः लक्षणहरू देखिन थाल्छन्। पहिलो नम्बरमा थकान र कमजोरी। सिरोसिस भएका मानिसहरू प्राय अत्याधिक थकान भएको अनुभव गर्छन्। सुतिसकेपछि पनि उनीहरूले आराम महसुस गर्दैनन्। त्यस्तै दुई नम्बरमा भोक नलाग्नु, खाना मन नलाग्नु। लिभर सिरोसिसको प्रारम्भिक लक्षणमा खाना खाने इच्छा कम हुनु मुख्य समस्या हो। यसले तौल घट्न सक्छ। तेस्रो नम्बरमा छ छाला पहेँलो हुँदै जानु, जन्डिस हुनु। छालाको रङ पहेँलो हुनु, आँखाको सेतो भाग पहेँलो हुनु र पिसाबको रङ गाढा पहेँलो हुनु लिभर सिरोसिसको सङ्केत हुन सक्छ। त्यस्तै चार नम्बरमा छ पेट फुल्नु। लिभर सिरोसिसले गर्दा पेटमा तरल पदार्थ जम्मा हुन सक्छ, जसलाई पेट फुल्नु भनिन्छ। त्यस्तै गरी महत्त्वपूर्ण अर्को लक्षण हो खोक्ता वा बान्ता गर्दा रगत आउनु। लिभरको कार्य प्रभावित हुँदा रगतको प्रवाहमा अवरोध हुन्छ, जसले आन्द्रा वा नलीमा दबाव सिर्जना गर्छ। यसका कारण रक्तस्राव हुन सक्छ। त्यसै गरी छैटौं नम्बरमा छ छालामा परिवर्तन। छालामा रातो दाग देखिनु, नङको रङ परिवर्तन हुनु र हातको भित्री भाग रातो हुनु सिरोसिसको प्रारम्भिक लक्षण हो। त्यस्तै गरी सातौं नम्बरमा मानसिक स्थिति बिग्रिनु। लिभर सिरोसिसको सुरुवाती चरणमा मानिसहरूले ध्यान केन्द्रित गर्न कठिनाई अनुभव गर्न सक्छन्। स्मरण शक्ति कमजोर हुनु र भ्रम कन्फ्युजन सिर्जना हुनु जस्ता समस्या देखा पर्छ। त्यस्तै गरी अर्को छ खुट्टा सुनिनु। लिभरको कार्य बाधित हुँदा खुट्टा र पैताला सुनिनु सिरोसिसको प्रारम्भिक सङ्केत हो। लिभर सिरोसिस हुन नदिन र लिभरलाई स्वस्थ राख्न सही जीवनशैली अपनाउनु र स्वस्थकर खानपिन तथा बानीहरूको पालना गर्नुपर्छ। लिभर सिरोसिस हुन नदिनको लागि के गर्ने त? मद्यपानबाट जोगिनुहोस्। नियमित रूपमा र धेरै मद्यपानले लिभरलाई हानि पुर्याउँछ। स्वस्थ आहार खानुहोस्। हरियो सागसब्जी, फलफुल, होल ग्रेन र प्रोटिनयुक्त खाना खाँदा लिभरलाई फाइदा हुन्छ। बोसोयुक्त प्रशोधित खाना र चिनीको मात्रा कम खानुहोस्। धुम्रपानबाट बस्नुहोस्। धुम्रपानले लिभरलाई अतिरिक्त बोझ दिन्छ। विषाक्त पदार्थहरूबाट जोगिनुहोस्, जस्तै रसायन, पेन्ट्स, क्लिनिङ प्रोडक्ट र औषधिको अत्याधिक प्रयोगबाट बस्नुहोस्। स्वास्थ्य परीक्षण गराउनुहोस्। हेपाटाइटिस बी र सी को परीक्षण गराउनुहोस् र आवश्यक परे डाक्टरको सल्लाह बमोजिम खोप लगाउनुहोस्। लिभर डिटोक्स वा सफा गर्ने प्राकृतिक उपायहरू के छन्? त्यसमा शुद्ध पानी पिउनुहोस्। दिनभरमा पर्याप्त मात्रामा पानी पिउनुहोस्। जडीबुटीको प्रयोग गर्नुहोस्, जस्तै अदुवा, बेसार, हामीले खाने घरायसी जडीबुटीहरू प्रयोग गर्ने, यसको चिया पिउने गरेमा पनि लिभरलाई फाइदा पुर्याउँछ। अदुवा, लसुन, बेसारमा एन्टी इन्फ्लेमेटरी गुण पनि पाइन्छ, लिभरको लागि राम्रो हुन्छ। लेमन वाटर पिउनुहोस्। बिहान खाली पेटमा तातो पानीमा कागती निचोरेर पिउनु लिभरको सफाइका लागि उपयोगी मानिन्छ।
ग्रिन टी पिउनुहोस्, यसले लिभरलाई डिटोक्सिफाई गर्न सहयोग गर्छ। नियमित व्यायाम गर्नुहोस्, नियमित व्यायामले शरीरको बोसो घटाउँछ जसले लिभरलाई स्वस्थ राख्छ। त्यस्तै गरी तनाव व्यवस्थापन गर्न सक्नुपर्छ, तनावले शरीरमा विषाक्त पदार्थहरूको प्रभाव बढाउँछ जसले लिभरलाई असर गर्न सक्छ। योग, ध्यान र पर्याप्त निद्रा तनाव कम गर्न मद्दत गर्दछ। औषधि र परामर्श, कुनै पनि औषधि लिइरहँदा चिकित्सकको परामर्श लिनुहोस्, किनभने केही औषधिले लिभरलाई नोक्सान पुर्याउन सक्छ। लिभरलाई स्वस्थ राख्न प्राकृतिक उपायहरू अपनाउनुका साथै चिकित्सकसँग परामर्श गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। लिभर सिरोसिसको उपचार कसरी गर्ने? लिभर सिरोसिस पहिचानका लागि विभिन्न परीक्षणहरू गरिन्छ। तीमध्ये केही महत्त्वपूर्ण परीक्षणहरू चाहिँ रक्त परीक्षण गरिन्छ, लिभर फङ्सन टेस्ट मार्फत लिभरको कार्य जाँचिन्छ, त्यसैगरी अल्ट्रासाउन्ड सिटी स्क्यान गरिन्छ, त्यसैगरी लिभर बायोप्सी पनि गर्नुपर्ने हुनसक्छ र इन्डोस्कोपी गरेर पाचन नलीमा रक्तस्रावको जोखिम मूल्याङ्कन गरिने प्रक्रिया हो, एन्डोस्कोपी पनि गर्नुपर्ने हुन सक्छ। लिभर सिरोसिसको उपचार र रोकथाम कसरी गर्ने त? जीवनशैली परिवर्तन गर्ने, मदिरा सेवन नगर्ने, अल्कोहल पूर्ण रूपमा त्याग्नुपर्छ, स्वस्थ आहार खाने, फलफुल, हरियो तरकारी, प्रोटिनयुक्त खानेकुरा जस्तै गेडागुडी, माछाको सेवन गर्नु लाभदायक हुन्छ। ओजन नियन्त्रण गर्ने, औषधि सेवन गर्ने, डाक्टरले सिरोसिस नियन्त्रणका लागि एन्टिभाइरल औषधि, फाइब्रोटिक रोकथामको औषधि, सुजन कम गर्ने औषधि सिफारिस गर्न सक्छन्। लिभर सिरोसिसको गम्भीर अवस्थामा लिभर प्रत्यारोपण नै अन्तिम विकल्प हुन्छ। लिभर सिरोसिस जीवनलाई गम्भीर रूपमा असर पुर्याउने रोग हो। प्रारम्भिक लक्षणहरूको पहिचान, समयमै उपचार र औषधि, स्वस्थ जीवनशैलीले यसलाई नियन्त्रण गर्न सकिन्छ। यदि लक्षण देखिए तुरन्तै स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्न जरुरी छ भन्दै आजको जानकारीमूलक विषयवस्तु यति नै। भिडियो हेरिदिनु भएकोमा धन्यवाद।